हाम्रो डेडीको जाँगर देखाउँछु ल। यो हेर्नु न यहाँ, यो घर तरुल कस्तो राम्रो छाएर बनाउनु भएको छ। यहाँ हेर्नु त, यस्तो सबै छारी बनाएर घर तरुल रोप्नु भएको छ। यता पनि उता पनि सबैतिर कस्तो मजाले रोप्नु भएको छ भने नि। यस्तो जाँगर देखेर म चाहिँ छक्क पर्छु। घाम पनि भन्नुहुन्न, बस्नु पनि हुन्न। यस्तो दामी घर तरुल चाहिँ तपाईँहरूलाई चाहियो भने पछि माघे सङ्क्रान्तितिर सम्पर्क गर्नु होला। अहिले चाहिँ यस्तो भएर गएको छ। माथिसम्म कस्तो मजाले छाएर बनाउनु भएको छ, छारी बनाएर। यस्तो छारी बनाएर सबैतिर घर तरुल रोप्नु भएको छ। पछि चाहियो भने चाहिँ सम्पर्क गर्नु होला। हाम्रो पनि जाँगर डेडीको जस्तै भइदिएको भए हामी कहाँबाट कहाँ पुग्थ्यौँ होला कि। म यति भन्न आएको ल साथीहरू, राखेँ अहिले, बाई।